तपाईँ त भाग्यमानी अब फेरि फिङ्गर भयो कार्ड फिङ्गरिङ पनि भयो। मेरो त एनालाइसिस हुन्छ अब रिएनालाइसिस गरिदिएको छु। यास यास भनेर नि देखाएको थिएँ मैले टिक गरेको होइन। आउँदा राम्रो कि यहाँ यसो बुझ्न यहाँ बुझ्न ठिक लाग्यो मलाई अन्तभन्दा होइन। यहाँ चाहिँ अलि स्टाफहरू पनि ठिक छ होइन। भनेपछि आउँछ अब कार्ड सायद। नमस्ते नमस्ते सबैजनालाई बन्दिया के छ खबर? सन्चै आरामै हुनुहुन्छ होला होइन? म पनि सन्चै आरामै। हामी चाहिँ आज जाँदैछौँ पोर्तो आइमा होइन कार्ड स्टाटस चेक गर्न। अस्ति यता एनजोसमा चेक गरियो, वेट गर भन्यो, अनि सो त्यही भएर चाहिँ हामी अहिले पोर्तो जाँदैछौँ। मसँग हाम्रो माधव सोल्टी हुनुहुन्छ। हेलो के छ त? अनि बन्दिया गाइज भन्नु पऱ्यो नि। बन्दिया गाइज निद्रा लगाइरहेछ होइन। आइरहेछ फेरि। कति बजी हिँड्नुभयो फारूबाट? फारूबाट 11:20 11:20मा। सो उहाँ र अनि दाई चाहिँ फारूबाट आउनु भएको राति 11 बजे चढ्नु भएको रहेछ गाडीमा होइन। यहाँ कति 2:20तिर पुग्नु भएको रहेछ। अनि अहिले चाहिँ जाँदैछौँ अब कार्ड स्टाटस चेक गर्नलाई। अनि के हुन्छ उहाँको पनि आएको छैन, हाम्रो उहाँको पनि आएको रहेछ, दाईको पनि कार्ड आएको छैन भनिन्छ होइन। छैन ए नि लै बिजोग रमाइलो छ त यार। कार्ड पिरियड पो हो त। सो त्यही हो अपडेट हामी दिने नै छौँ के हुन्छ पोर्तो पुगेर। अनि एकदम चिसो छ, हावापानी चलिरहेछ। मैले त यो कसको हो रुमबाट उठाइदिएँ यार, भोलि चोऱ्यो भनेर कराउनु त होइन। लास्टै हावा चलिरहेको थियो अनि पानी पनि परिरहेको थियो रुमबाट हिँड्दा चाहिँ। अनि त्यही भएर चाहिँ मैले यो रुमको बाहिर थियो त्यही उठाइदिएर हिँडिदिएँ। भाउजूको होला सायद, कि भाउजूको कि अब त्यहाँ अभिषेक ब्रदरको होला सायद। अनि उठाएर आएको छु। अनि एकदम चिसो छ, एकदमै चिसो छ। यता पानी परिरहेछ। अरू के छ सोल्टी? अरू के हुनु, निद्रा लागिरहेछ त्यही त हो नि। अनि जान त मोटाकै छ के है, कार्ड नआए पनि खाइलाग्दो ज्यान हो नि। खाइलाग्दो हामी जस्तो त अब ज्याकेट लाउँदा मात्रै मोटो हो क्या मान्छे र सुकेन खाएको अघि झन्डै हावाले उडाएनछ। अनि अहिले चाहिँ यो हामी ओरेन्ते बस स्टेसनमा। टाइम कति भयो देखि त? टाइम भयो तपाईँको अहिले 3:53 भएको छ। अनि कति बजी पुग्छौँ हामी पोर्तो? 7:25मा गएर लाइन लागिहाल्ने हो। 8 बजीबाट अफिस खुल्छ होइन। अब त्यहाँ टिकट सिस्टम छ कि के छ त्यो थाहा छैन। अब उतै गएपछि हामी दिने नै छौँ तपाईँहरूलाई अपडेट दिने नै छौँ। प्रतीक्षा रहनु होला, प्रतीक्षाको फल एकदम मिठो हुनेछ भन्ने आशा राख्नु होला। धन्यवाद। ल चाउ चाउ, पोर्तोमै भेटौँला। ल हिँड्यो होइन त। बाई बाई। यदि भएन भने आज यतै बास बसिन्छ होइन। भोलि त काम छ, म त जानुपर्छ। नो काम तपाईँको आफ्नो काम हो, के गर्दा नि भयो। पोर्तोमा हामी कफी पिउँदै यता। ए म पनि आउँदो रहेछ है, कस्तो राम्रो नि हो। ए तपाईँ पनि आउनु ल। यो टोपी छराम न यहाँ ल तपाईँ पनि टोपी छराउनु। टोपी छुट्यो यति ह्यान्डसम। ओहो ल कफी हानिदिउँ ल। धेरै ढिला नगरौँ, गन्थन मन्थन नगरौँ त। त्यतिकै ह्यान्डसम पनि भएको थियो नि त। अनि हात कामिरहेको छ चिसो, के साह्रो चिसो। खाना खाएर जाने कि के गर्ने? खै भोक त लाग्यो जस्तो गरेर खाने कि नखाने। बाटोमा धेरै फेरि भोक लाग्ला भन्ने जग्गा बाटामा रोकेर खाने अरे। मिठो रहेछ यो त अनि काम भन न बनाउँछ नि। अहिले चाहिँ हामी कफी सफी पिएर बाहिर निस्किसकेका छौँ होइन। साथीहरू चाहिँ पिसाब फेर्न जानुभएको छ, टोइलेट जानुभएको छ। अनि बाहिर एकदम पानी परिरहेछ, यस्तो छ। अनि एकजना दाइको चाहिँ फिङ्गर हुने भयो। यति कुरा चाहिँ थाहा हुँदो रहेछ होइन, के मिस्टेक छ के छैन, के भएको छ, अलिकति केही न केही त थाहा हुँदो रहेछ भन्ने थाहा भयो यहाँ आएपछि।
सो त्यही हो, बाँकी अपडेट अलि एकछिनपछि दिउँला। सबैलाई एक एक गरी भन्न लगाउँछु होइन के भयो त्यहाँभित्र भनेर म साथीहरूसँग सोध्नेछु। अनि त्यही हो। ल अब चाहिँ हामी घरतिर लाग्यौँ होइन त। के छ त दाजु? भाइ त अब हाम्रो खै अनुरोध चाहिँ गर्दैछु भन्छ, अब खै के हुन्छ अब भगवान् जाने। तपाईँ त भाग्यमानी, अब फेरि फिङ्गर भयो, कार्ड फिङ्गरिङ पनि भयो, अब सबै पासपोर्ट पनि रिन्यू गरेर लिएर आएको, अपलोड भयो। फाइदा त भयो नि यहाँ। फाइदा त्यति चाहिँ फाइदा भयो। अब त्यहाँ पछिको कुरा चाहिँ पछि हेरौँला के हुन्छ होइन। अर्को अनि हाम्रो ब्रदरको के भयो भनिदिनु त साँच्चै यार। मेरो चाहिँ अब त्यही हो, दुईचोटि फाल्ता बुझाउँदाखेरि चाहिँ अब फाल्ता हेऱ्यो, सिस्टमबाट खोलेर हेऱ्यो। अनि त्यसपछि फाल्तामा चाहिँ अब तेरो केही छैन, सबै डकुमेन्टहरू ठिकै छ, वेटै गर भन्यो। अब रिजेक्सनको छ, अब पछि एप्रुभ हुनसक्छ, के छ अब हाम्रो हातमा केही छैन। क्वालिटी कन्ट्रोलले हेर्छ, वेट गर भनेको छ। पिसिसी कहाँको थियो साँच्चै भन्नु? पिसिसी चाहिँ फर्स्ट दिल्लीको थियो, अनि सेकेन्ड पिसिसी चाहिँ यहीँ लिस्बनबाट बनाएको, अनि थर्ड पिसिसी पनि लिस्बनकै बनाएको। अनि चाहिँ दुईचोटि बुझाएँ भनौँ न, एकचोटि सिटिटी गरेर बुझाएँ, अनि एकचोटि सिनेसै गरेर अपलोड गरेको गरेर। अनि लेटेस्ट देखा भने मैले लेटेस्ट देखाएँ, ठिकै छ भने अनि त्यसपछि वेट गर भनेको छ। के हेरौँ अब के हुन्छ। भनेपछि आउँछ अब कार्ड सायद। अनि हाम्रो दाजु कहाँ थियो, कहाँको थियो भनिदिनु त? मेरो पनि पहिले त दिल्लीकै थियो, त्यहाँ पछि नेपाल एम्बेसीको बनाएर बुझाएको हो। 9 महिना भइसक्यो बुझाएको पनि, केही अत्तो पत्तो छैन, रेस्पोन्ड केही छैन। त्यही भएर चाहिँ यसो बुझ्न भनेर आएको। अब आज फेरि बायोमेट्रिक भयो, अब हेरौँ 1 महिना लाग्छ भनेछ, के हुन्छ त्यतिखेरसम्म है त। मेरो पनि त्यही हो, मेरो चाहिँ इन्डियाको पिसिसी हो। अनि अहिलेसम्म म यहाँको पुलिस रिपोर्ट बुझाएको छैन, अहिलेसम्म इन्डियाकै पिसिसीले काम चलाइरहेको छु। न फाल्तु आउँछ न केही आउँछ। अब यता सोद्धाखेरि डकुमेन्ट सबै ओके छ भन्छ। अनि हेरौँ अब के हुन्छ। बाँकी कुरा अब गाडीबाट उत्रेपछि भनौँला। अनि हाम्रो सोल्टी हुनुहुन्छ, सोल्टीसँग नै अपडेट लिनुपर्छ अगाडि। अब चाहिँ हामी बाटोको अलिअलि पोर्तोको भ्यू हेर्दै जाउँ है त। भिडियो खिच्नु पऱ्यो सोल्टी, के भन्नुहुन्छ यो विषयमा? भिडियो हान्नु पऱ्यो नि त। अनि चाहिँ अहिले मेट्रो स्टेसनमा पो पुगेछौँ पोर्तोको कम्पानिया। ब्रिज जस्तो के हो कता पर्छ? जाउँ उतैबाट जाउँ बाहिरबाट। गफाडी मगर गफाडी नै हुन्छ कि अप्रुभ भयो अरे नि त उहाँको, के भन्नुहुन्छ? हजुर अप्रुभ भयो नि त हो र? बधाई छ है, बधाई छ। ल कङ्ग्रेचुलेसन है, घर चाँडै जान पाऊँ होइन। कार्ड 21 दिनमा होइन 21 घन्टामा आओस्। हो 21 मिनटमै आओस्, 21 सेकेन्डमै आओस् होइन। एयरलाइन्स हो भने एयरलाइन्समा छुटेर जाने नेपाल एयरलाइन्समा जानु। नेपाली भएर त्यसले त लगेज पनि लाग्दैन, मान्छे पनि लाग्दैन। खुसी छ दाइ? खुसी ठिकै छ, खुसी नै छु। अब बायोमेट्रिक भएको छ, कार्ड आउँछ कति महिना लाग्छ भनेर सोधेको। अब 1 महिना 1.5 महिना जति पनि लाग्न सक्छ भनेर भनेको छ। अब ल बधाई छ, के हुन्छ है त। दाइको चाहिँ कार्ड आउने भयो, हाम्रो त अब लाग्ने भयो चाहिँ। यसपालि पोर्तो घुमिएन होइन, एकदम चिसो छ। हिउँ खेल्न जाऊँ भने मान्नु भएन। हिउँ खेल्न अनि तपाईँले टिकट काटेर पैसा हालेर लग्नुहुन्छ भने ओके। अहिले जाने सेरा त यस्तै टाढा पो छ त नि, धेरै टाढा जाने हो ब्रदर तपाईँ? जाऊँ सेरा सेरा त कति लाग्छ यहाँबाट? खोइ पैसा कति लाग्छ? टाढा टाढा छ नि,
अनि उतै कोइम्बरातिर कोइम्ब्रा कोइम्बराबाट 1.5 घन्टा लाग्छ कास्टेलो ब्रान्डको गोडागाउँकोतिर हेर्नु त जानलाई के भन्ने थियो अरे तपाईँको मेरो त एनालाइसिस एनालाइसिस हुन्छ अब रिएनालाइसिस गरिदिएको छु अँ। यास यास भनेर नि देखाएको थिएँ मैले टिक गरेको होइन अँ। के नि भने हैन ओके पनि लेखाएको छ साइडमा अँ, सायद हुन्छ भनेपछि सायद हुन्छ रिजेक्सनबाट एनालाइसिसमा जान्छ 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 ल बधाई छ कङ्ग्रेचुलेसन पाराबेस धन्यवाद धन्यवाद गइहाल्ने 2 बजे काटेछु ल ब्रदरसँग भेट्यो खुसी लाग्यो उहाँको चाहिँ अब गाडी 2 बजे होइन जानु लाग्नुभयो खुसी लाग्यो होइन के भन्नुहुन्छ अन्तिम भन्नु न आउँदा राम्रो कि यहाँ यसो बुझ्न यहाँ बुझ्न ठिक लाग्यो मलाई अन्त भन्दा होइन यहाँ चाहिँ अलि स्टाफहरू पनि ठिक छ होइन अँ। सपोर्टहरू पनि गर्छ सबै डकुमेन्टहरू डकुमेन्टहरू सबै देखाइदिन्छ राम्रो छ यहाँको हेल्पफुल छन् यहाँको मान्छेहरू चाहिँ स्टाफहरू एकदम राम्रो लाग्यो मलाई होइन र सबै ठिकै छ आउने इच्छुक हुनुभएको आउनुहोस् बुझ्नुहोस् बुझ्नुहोस् होइन होइन डकुमेन्ट बुझाउनुहोस् डकुमेन्ट ल्याइ चाहिँ हामी अपलोड गरिदिन्छौँ भनेको पनि छ यहाँ चाहिँ अँ। होइन आएर डकुमेन्ट बुझाउनेहरूले चाहिँ यहाँ आउँदा ठिक हुन्छ अन्त भन्नु जस्तो उहाँको फिङ्गर गरायो सबैलाई बेस्ट अफ एकदम लक राम्रो होइन हजुर सबैको टाढा होस् हस् त भेट्दै गरौँला है अचानक भेट्नु खुसी लाग्यो मेसेज गर्दै गर्नु हस् सर म लाग्छु है शुभयात्रा सर है हस् ल राम्रो जानु होला शुभयात्रा। कन्ट्याक्ट हुन्छ है ल यसो मेसेज गर्दै गर्नु ल ल बाई डेट ठिक छ बाहिर काटेँ है चाहिँ मैले। घाम लागिरहेछ है घाम लागिरहेछ अहिले अहिले चाहिँ हामी बस स्टपमा बस स्टेसनमा अनि हामी अब के पिज्जा अर्डर गरे हाउसहोल्डी हजुर पिज्जा अर्डर गर्नुभएको छ आउँदै हुनुहुन्छ अब पिज्जा आउँदै हुनुहुन्छ यस Yes. रेस्पेक्ट गर्नु पर्ने भोक लाग्यो भने त अनि यहाँ भोकले के मागिरहेछ थाहा छैन अनि हाम्रो दाइ यता हुनुहुन्छ के छ त अनि के छ अपडेट एकदम ठिक छ अपडेट अब राम्रै आएको छ अहिलेसम्म हाम्रो सोल्टीको बाँकी थियो नि त के छ के भयो मेरो त भन्ने भइसक्यो नि अपडेट त अब तपाईँको भनिसक्यो नि एनालाइसिसमा हालिदिएको छु अँ। अहिले एकछिनपछि पोर्टलमा चेन्ज हुन्छ भन्दै थियो केटीले भनेपछि हुन्छ यति भनेपछि खुसी के हेर्ने एकचोटि एकलट एकपल्ट अहिले नहेरौँ अहिले त एक दिनमा तत्कालै एकदम होला नि अहिले त नहोला होइन? त्यही पनि त्यही पनि के हेरिदिनुहुन्छ र ट्राई गरिहालौँ न। सो यति नै थियो अनि के भन्नुहुन्छ यहाँ आउनेहरूको लागि आउँदा बेस्ट कि के हो भनिदिनु त एकचोटि सोल्टीबाटै सुरु गरौँ भन्दा पनि अब यस्तो हो, अब आफ्नो आफ्नो मत आफ्नो आफ्नो इच्छा हो अब गाह्रो हुन्छ यहाँ अब होइन हामीले भनेर फेरि खर्च गरेर यहाँसम्म आउनु होला फेरि काम नबन्ला अनि फेरि गाली खाइएला होइन त्यो पनि अब एनालाइजिङ भनेपछि अब आफ्नो आफ्नो ठाउँमा पनि त्यही भन्छन् त्यो अब कसैको डकुमेन्टहरू राम्रोसँग चेक गर्दा त्यही हो चित्त बुझ्दो छ त्यति हो एकचोटि जहाँसम्म आउँदा राम्रो यदि अब हुन त अब पछिसम्म के हुने हो थाहा छैन होइन अब अहिले त चेक गरिदिइरहेछ अघि पहिले त फर्काइरहेको थियो नि थाहा छ लाइनबाट निकालिरहेको थियो नि अनि त्यो पनि हुनसक्छ पछिको कुरा हो अहिले चाहिँ अब आएर फेरि फर्काइदियो भने त फेरि गाली खाइसकेर गाली खाइन्छ हामीले फेरि त्यो भएर आफ्नो मर्जी आफ्नो इच्छा गर्ने हो यस्तो आफ्नो इच्छा गर्ने तर अब तपाईँको जस्तो यहाँ आउनुभयो र तपाईँलाई एकदम फाइदा भयो नि त फाइदा भयो फिङ्गर गरायो होइन अब म चाहिँ आफ्नै रिस्कमा आएको उहाँले भन्दै हुन्थ्यो फेरि रिसाउन पाइँदैन भाइले खर्च गरायो भनेर रिसाउन पाइँदैन भन्दै हुन्थ्यो होइन म आफ्नो रिस्कमा हिँडेको त्यस्तो कसैलाई म दोष लाउँदिनँ सही हो तपाईँको आएर एकदम राम्रो काम भयो फिङ्गर भयो लायो भने त झगडा परिहाल्छ दुई भाइ अब झ्याप खेलिहाल्छ लापा हारे पनि खेलिहाल्छ फेरि भाइ फेरि। सुन्नु न झ्याप 1 महिनापछि काँडा आयो भने त भएन त बर्बाद त्यही त दाइको आउँछ तपाईँहरू पनि अब टाइम मिल्छ यताउता अब मन लागिरहेछ एकचोटि चेक गराउनु पर्छ भन्ने चाहनुहुन्छ भने चाहिँ एकचोटि आउँदा हुन्छ अब हामीलाई त्यस्तो आउनै पर्छ भन्ने पनि छैन होइन भनेको छैनौँ एकचोटि ट्राई गर्नु होला अनि हामीलाई मलाई चाहिँ जहाँसम्म लाग्यो ठिकै लाग्यो जे होस् आइयो बुझ्यो उनीहरूले जे होस् डकुमेन्ट खोलेर देखाइदिन्छ नि त होइन सोल्टी पुरै डकुमेन्ट खोलेर त्यो कम्प्युटर सिस्टममा चाहिँ पुरै खोलेर देखाइदियो यस्तो यस्तो छ भनेर सबै देखाइदियो अनि त्यही हो राम्रो लाग्यो खुसी लाग्यो उता एनजोसमा गएको थियो वेट गर भन्यो मात्र त्यहाँ केही देखाइदिएन वेट गर मात्र भन्यो त्यही भने हो फारममा पनि त्यही भन्यो अनि मलाई त्यही भनेको एनालाइजिङ वेट गर्नुपर्छ भन्छ कति वेट गर्ने अनि यहाँ आएर फाइदा भयो नि त अनि कति वेट गर्ने हो अब भोलिको दिनमा फाल्ता पठाइदिन नि सक्छ पासपोर्ट रिन्यू गरेको मान्छे फेरि फाल्ता पठाएर फेरि अर्को पर्खिनु पर्यो अब यहाँ आएपछि मेरो लागि चाहिँ फाइदा भयो अरूको त अब मैले भन्न सकिनँ मलाई चाहिँ फाइदा हो मलाई पनि होइन म पनि ढुक्क भयो क्या मेरो त इन्डियाको हो नि त पुलिस रिपोर्ट अनि मैले सोधेको क्या उसलाई फेक हो कि के हो भनेर उसले चाहिँ अब फेक र त्यो भन्न सकिन्न
डकुमेन्ट सब ठिक छ वेट गर यदि फेक भइहाल्यो भने नि फाल्दा फाल्छ वेट गर आउँछ कार्ड ढुक्क हो भन्छ अब त्योभन्दा अब बढी आश पनि गरेन मैले खुसी लाग्यो अब जे होस् ठाउँ त अब घुम्न पाएनौँ अब नेक्स्ट ब्लगमा हामी घुम्छौँ होइन सोल्टी नेक्स्ट टाइम कार्ड आएपछि आउने नै छौ छिटै नै कार्ड आएपछि हामी घुम्छौँ होइन त दाइ के छ कार्ड आएपछि घुम्ने के घरतिर जाने होइन घुम्छौँ घरतिर अहिले कहाँ एक दुई ठाउँ त घुम्नुपर्छ अहिले 3:30 बजी जाने हो 3:30 बजी चाहिँ 3:30 बजे हामी घर जान्छौँ अनि त्यसपछि त्यही हो आजको अपडेट तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि च्यानलमा नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला भिडियोलाई सेयर गरिदिनु होला है त पोर्चुगलमा हुने साथीहरूले सेयर त हान्नु पऱ्यो भिडियोलाई सो यति नै आजको भिडियो है त अब बाई बाई भनिदिउँ न त सबैले होइन कार्ड आओस् सबैको शुभकामना छ होइन धन्यवाद ल